भएपछि मेडिकेसन औषधि पनि खान नपर्ने सम्म भएको पनि देखियो। त्यो आफैमा पनि एकदमै राम्रो उदाहरण हो र एनडीएले त्यो प्लेटफर्म क्रिएट गरिदिएको छ। सानो नाति नातिनादेखि लिएर हजुरआमा हजुरबुवाहरूको पनि नेक्स्ट टाइम चाहिँ पर्फर्मेन्स राख्नु होला। हजुरआमाहरू मात्र देखेँ अनि मम्मीहरू मात्र देखेँ, नेक्स्ट टाइम ड्याडीहरूको पनि पर्फर्मेन्स होस्। आन्टीहरूको मात्र देखेँ, नेक्स्ट टाइम अङ्कलहरूको पनि पर्फर्मेन्स होस् है। यो पनि मैले शुभकामना दिन चाहेँ। र अब अहिलेको कम्पिटिसनकै कुरा गर्ने हो भने नेपाल डान्स एकाडेमीले नेसनल्ली आफ्नो एउटा पहिचान बनाउनु भएको छ र अहिले अन्तर्राष्ट्रिय रूपमा पनि आफ्नो पहिचान बढाउँदै जानु भएको छ। जस्तै वर्ल्ड अफ डान्समा जित्नुभयो जुनियरहरू, जसले रिप्रेजेन्ट गर्नुभयो दुबईमा गएर पनि त्यति धेरै संसारका विभिन्न ठाउँबाट आउनुभएको डान्सरहरू बिचमा आफू स्ट्यान्ड आउट हुनु भनेको चाहिँ नेपालको पहिचान यहाँहरूले बनाउनु भएको छ। र नेपालको पहिचान चाहिँ क्रिएटिभ फिल्डबाट नृत्यबाट पनि बनाउन सकिन्छ भन्ने उदाहरण यहाँहरूले बनाउनु भएको छ। त्यसको लागि हृदयदेखि नै बधाई दिन चाहन्छु। एन्ड देन अब सबैजनाले यो कुरा त भन्यो, अब अर्को कुरा कहिले आउँछ भन्नेलाई सितु लुकिरहेको छ। आई विश यु अल द बेस्ट सितु। सितुलाई एकदमै धेरै हृदयदेखि मनैदेखि नै शुभकामना दिन चाहन्छु। वी अल आर प्रेइङ फर यु। एकदमै राम्रो पर्फर्म गर्नुहोस्। अनि सँगसँगै हामी सबैजनाले भोट गरौँ। भोट आज फेरि एकचोटि माग्दैछु, यो पटक चाहिँ सितुको लागि है। सितुको लागि सबैजनाले भोट गरिदिनु होला। सितुले अघि भनेको जस्तै यो पालि चाहिँ नेसनल डान्स कम्पिटिसन हो र त्यो नेसनल डान्स कम्पिटिसनमा इन्टरनेसनल पर्फर्मरहरू पनि आउनु भएको छ, डान्सरहरू पनि आउनु भएको छ, विभिन्न देशबाट पनि आउनु भएको छ। एकचोटि त बाहिर थाइल्यान्डबाट पनि जित्नु भएको छ। तर यो पालि मेरो डान्स युनिभर्स कम्पिटिसनमा चाहिँ नेपालमा पनि काठमाडौँले जित्नेछ भन्ने कुरामा चाहिँ हामी सबैजनाको साथ सहयोग होस् भन्ने कामना गर्दछु। र साथै सितुलाई अर्को एउटा पनि भन्न चाहन्छु, विनिङ भन्ने कुरा दिमागमा नराख्नु एज अ पर्फर्मर। सो बी द पर्फर्मर एन्ड द बेस्ट पर्फर्मर विल अलवेज विन द स्टेज। आई थिङ्क द्याट्स द मोस्ट इम्पोर्टेन्ट पार्ट। बी द पर्फर्मर, डोन्ट थिङ्क अबाउट भोटिङ। त्यो तपाईँले सोच्ने पाटो होइन, त्यो हामी सबैले सोच्ने पाटो हो। सितुले पर्फर्मेन्समा ध्यान दिनु होला, बेस्ट पर्फर्मर बन्नु होला। गिभ यर बेस्ट, गिभ यर 100%, बी द पर्फर्मर अफ द प्रोग्राम। र त्यो बाहेकको अर्को जिताउने काम चाहिँ अब तपाईँ हाम्रो हातमा छ। त्यही कारणले गर्दाखेरि हामी सबैले सक्दो भोटिङ पनि उहाँलाई गरौँ। मेरो पर्सनल लेभलमा पनि साथ सहयोग हिजो पनि थियो, आज पनि छ। पब्लिक अनाउन्समेन्ट मैले गर्नु पर्दैन जस्तो लाग्छ, त्यो कारणले पब्लिक अनाउन्समेन्ट गर्दिनँ। बट आई सपोर्ट फर सितु महर्जन। अल द बेस्ट। छिट्टै बधाई पनि दिन पाऊ। यति भन्दै यहाँहरू सबैलाई आज पर्फर्म गर्नुभएको सबैलाई अल द बेस्ट। आज कम्मरै हल्लाउन पनि कस्तो गाह्रो भएर नाचिराख्नु भएको विद्यार्थी कुनै समयमा सृष्टि, सितु, अग्रिया जस्तो चाहिँ बन्नेछ, त्यो कुरामा हामी सबैजनाको विश्वास छ। आई विश यु अल द बेस्ट एनडीए फ्यामिली। Keep on doing amazing work. Be the example for all of us भन्न चाहन्छु। यति भन्दै धेरै धेरै धन्यवाद छ। तपाईहरुसँग म बिदा पनि माग्छु। नमस्ते।